समाजलाई परिवर्तन गर्नका लागि आउनुभएका सबैलाई हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। उसो त यो जहाँ हामी बसिरहेका छौँ यहाँबाट पनि एकजना माननीय हुनुहुन्छ, हाम्रो समानुपातिकमा पर्नुभएको एकजना महिला सदस्य यहाँको माननीय हुनुहुन्छ यो र हामीले चाहिँ यसलाई अब सधैँ जस्तो हामी 15 दिनको हुन्छ कि हप्ताको हुन्छ कि समिति बनाइसकेपछि यही हललाई चाहिँ हामीले कार्यक्रम गर्ने कि भन्ने हामी पनि सोच राखिरहेका छौँ र यहाँ सबैलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। चुनाव जितेको धेरै समय भएको छैन, सरकार बनेको धेरै समय पनि भएको छैन, हप्ता दिन कट्न थालेको छ। यस बीचमा पनि हामी बीचमा जुन एक किसिमको उत्साह बढेको छ, उमङ्ग बढेको छ र काम गर्ने एउटा चाहिँ जो स्पिरिट छ यसलाई देखेर समग्र जनताले चाहिँ एक किसिमको माया गरिरहनु भएको छ र एक किसिमले ऊर्जा दिनुभएको छ। पछिल्लो समयमा कुनै पार्टीको विरोधमा अथवा हाम्रो पार्टीको मान्छेलाई यस्तो अन्याय भयो भन्ने कुरा भन्दा पनि यो देशले चाहिँ न्याय पाओस् भनिकन समग्र हामीलाई भोट हाल्ने नहाल्ने सबैले चाहिँ देशको चिन्तन गरिरहनु भएको छ। यो एकदमै सकारात्मक कुरा हो। यो सकारात्मक कुरामा चाहिँ हजुरहरूले पनि आफ्नो क्षेत्रको लागि, आफ्नो क्षेत्रलाई सुधार गर्नका लागि जुन किसिमको चासो दिनुभएको छ यसप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। अब यो वर्षको लगभग हामी थोरै समयमा छौँ, आर्थिक वर्ष लगभग आउन थालेको छ र बजेटको सेसन एकदमै अन्तिम कन्डिसनमा छ। अहिले हाम्रो सरकारले सम्भवतः के गर्न खोजिरहेको छ भन्दा अहिलेको यो वर्षदेखि अबको अर्को वर्षसम्म जति बजेटको नाममा, चुनावी एजेन्डाको नाममा बजेट फन्काइदिने, सुदूरलाई 2 दिने, अरूलाई 5 दिने, अरूलाई 10 दिने, त्यस्तो खालको जो गतिविधि भएको थियो ती गतिविधिहरू रोक्नका लागि पुराना थिचिएका फाइलहरू जहाँ चाहिँ हाम्रा भवनमा माखोको जालो बजे जस्तै मन्त्रालयमा ठेला परेका ती फाइलहरूलाई चाहिँ यो सरकारले थिचिएका, यो सरकारले पुराना जो रोकिएका चिजहरूलाई चाहिँ सबभन्दा पहिले सक्ने भन्ने योजना ल्याएको छ। तसर्थ हामीले के बुझ्नु पर्यो भने अहिलेसम्म रोकिएका कामहरू हामीले धेरै आशा अहिले गर्नुभन्दा पनि अहिलेसम्म रोकिएका कामहरू र योजनाहरूलाई चाहिँ पहिला सफल पार्ने, तत्पश्चात चाहिँ हामीले सोच्ने, हामीले बनाउने योजना चाहिँ आगामी दिनमा क्रमबद्ध रूपमा चाहिँ लिएर जाने भन्ने चाहिँ सरकारले योजना बनाएको जस्तो लाग्छ। यसका लागि हाम्रा अघि भने जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानीका जुन समस्याहरू देखिन्छन्, कतिपय समस्याहरू चुनावी बखतमा स्थानीय सरकारले केवल एजेन्डाको रूपमा मात्र लिदिने, प्रदेश सरकारले एजेन्डाको रूपमा लिदिने, सङ्घ सरकारले पनि जनतालाई भोट माग्नका लागि घरको नाली यो मेरो नाली पुगेको छैन भन्यो भने सङ्घको उम्मेदवारले पनि हजुर यो नाली मै बनाइदिन्छु भनेर भोट माग्ने ती गतिविधिले गर्दा आज गाउँमा चाहिँ धेरै आशा बोलाएको छ। गाउँमा के छ भन्दा एउटा गाउँको नालोलाई बनाउनलाई पनि सङ्घ सरकारले चाहिँ हालेन भन्ने किसिमका चाहिँ मान्छेकोमा त्यो एक किसिमको प्रभाव परेको छ। यो किन भन्दाखेरि अहिलेसम्म फोहोरी राजनीतिले गर्दा हाम्रो पार्टीलाई भोट दिनुहोस्, हाम्रो पार्टीले यहाँको नालो बनाइदिन्छ, यस्ता खालका चाहिँ गतिविधिले गर्दा जनता माझमा पनि सङ्घ भनेको, सङ्घीय सरकार भनेको के हो, स्थानीय सरकार भनेको के हो, प्रदेश सरकार भनेको के हो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा जानकारी अझै पनि जनता माझमा पुग्न सकेको छैन। अब आउने सरकारले, अब यसपछिको स्थानीय सरकार र प्रदेश सरकारले हामीले अब हाम्रो चुनावी एजेन्डा भनेको मान्छेलाई भ्रममा पार्ने चुनावी एजेन्डा बोक्नु हुँदैन। हामीले सक्ने कामहरू, सङ्घले गर्ने कामहरू के हुन्, सङ्घका वृहत योजनाहरू के हुन्, प्रदेशका योजनाहरू के हुन्, स्थानीय तहका योजनाहरू के हुन्, यी विषयमा चाहिँ स्पष्ट रूपमा पार्नुपर्छ। मेरो क्षेत्रमा, हाम्रो क्षेत्रमा राजनीतिक नियुक्ति लिएर राजनीतिक भागभण्डाले गर्दा बिरामीको स्वास्थ्यलाई नदेखेर, पार्टीको झन्डा देखेर पार्टीका मान्छेहरू कोलाई राख्ने भन्ने किसिममा बिरामीलाई कस्तो गुणस्तरीय स्वास्थ्य दिनुपर्छ भन्नेमा चाहिँ झगडा भएको देख्दिनँ। तर कसका मान्छे कहाँ हाल्ने, कसका मान्छे कहाँ हाल्ने र कस्तो दिने भन्ने किसिममा हाम्रो क्षेत्रमा झगडा हुने। तर समग्र सुदूरपश्चिममा करिबन 51 वर्षपछि मलाई लाग्छ एमबिबिएस पढाइ सुरु भएको 51 सम्भवतः 51 वर्षपछि सुदूरपश्चिममा अब एमबिबिएस पढाइ हुँदैछ। यो हाम्रो लागि गर्वको कुरा हो। तर आफ्नै क्षेत्रमा राजनीतिक भागभन्डा हाम्रो कामभन्दा बाहिरको विषय जहाँ चाहिँ कतिपय लाग्छ केपी खनालले बोलेर सुरुमा बोलिदिएको भए त भ्युज आउँथ्यो, लाइक हुन्थ्यो, वा रिलहरू त सबैले भन्थ्यो होला, तर त्यो हाम्रो हातको विषय भएन। हामीलाई बाँधेर राखिएको छ। अनि तल चाहिँ राजनीतिक भागभण्डाले गर्दा जनताको स्वास्थ्यमा कस्तो खालको डाक्टर ल्याउने हो, कस्तो खालको चाहिँ गुणस्तरीय स्वास्थ्य सुविधा ल्याउने हो भन्नेमा डिबेट भएको छैन, कसका मान्छे ल्याउने हो भन्नेमा बस भएको छ। अनि हामी चाहिँ बोलेनौँ भन्छौँ। यही काम भनेको अबको आउने चुनावमा हामीले बोल्ने हो र अहिले उनीहरूलाई घचघचाउने हो। अब हामीले
मान्छेलाई अब नियुक्ति गर्न आवश्यक छैन, तर जनताको आशा बोकिरहेको, जनताको एउटा झुपडी घरमा बसेर कसैले राम्रो स्वास्थ्यमा काम गरेको छ भने त्यस्तो मान्छेलाई चाहिँ त्यहाँ पुगाउने। हामीलाई हाम्रो पार्टीको मान्छे छ, हामीसँग नजिक ल्याउँ भन्ने हाम्रो कहिले पनि हुँदैन, किनभने हाम्रो पार्टीमा कार्यकर्ता छैन, हाम्रो पार्टीमा जनता छ जोसँग निस्वार्थ देश बनाउने भावना छ। हामीसँग कार्यकर्ता चाहिएको छैन, जनता चाहिएको छ। मैले कहिले पनि भनेको छु, आज पनि भन्छु र भोलि पनि भन्नेछु, अब हामीले हाम्रो क्षेत्रमा पार्टीगत र दलगत राजनीति जसले गर्छ, चाहे जुनसुकै आस्थाको व्यक्ति किन नहोस्, अब हामीले पार्टीको झन्डा बोकेर गलतलाई पनि सही हो, लाज बचाइ सही हो भन्ने दिन चाहिँ अब हामीले सामाजिक सञ्जालमा देख्नु आवश्यक छैन। हामी लड्नु पर्यो कामको लागि। हामीलाई त यस्तो अवसर पाएको छ, सुदूरको प्रवेशद्वार हाम्रो क्षेत्र पर्छ र सुदूरको प्रवेशद्वारबाटै सुदूरपश्चिममा एउटा यस्तो नमुना देखाउनुपर्छ कि सुदूरको प्रवेशद्वारले सुदूरको भविष्य जताओस्, सुदूरको विकास जताओस्, सुदूरको गुणस्तर चाहिँ सुदूरको प्रवेशद्वार कैलाली क्षेत्र नम्बर 2 ले जताओस्। त्यसका लागि मैले हाम्रो अन्य माननीयज्यूले के गर्नुपर्छ, हामी 24 आवर तपाईँहरूसँग काम गर्न तयार छु। तपाईँले मात्र हामीलाई भिजन दिनुहोस्, हामीलाई मार्गदर्शन दिनुहोस् र हामीलाई गाइड गरिदिनुहोस्। हामी हाम्रो पछाडि लागिदिनुहोस्, हाम्रो गुणगान गरिदिनुहोस् भन्न पर्दैन, तर हाम्रो क्षेत्रको विकास हुँदै गर्दा समग्र सुदूरपश्चिमको विकास होस्। सेती लोकमार्ग हाम्रो क्षेत्रबाट जाँदै गर्दा, सेती लोकमार्ग जाँदै गर्दा कैलाली मात्र होइन, अछाम, डोटी, बजाङ, बाजुराको पनि दुर्गम बस्तीका जनताले सेवा पाउन सक्नु, त्यो हाम्रो सोचको विषय रहेको र हामीले गर्ने कुरा गर्नु। चाहे चिसापानी जङ्गलघाट मङ्गलसोमको सडक खण्ड होस्, त्यो सडक खण्ड हामीले आवाज उठाउँदै गर्दा चिसापानी जङ्गलघाट मङ्गलसोमको आवाज, पुलको आवाज उठाइरहेको छ, मेरा घरको नालीले बोलाएन भन्ने शब्द चाहिँ नआइदियोस्। हरेक ठाउँको काम चाहिँ हाम्रो क्षेत्रबाट जान्छ भने हामीले गर्न सक्छौँ, ताकि त्यहाँका जनतालाई लागोस् भोलि मेरो क्षेत्रमा पनि यस्तै माननीय हामीले जिताउनुपर्छ, ताकि मेरो क्षेत्रबाट जाने काम दूर दराजमा पुग्न सकोस् भन्ने उनीहरूको सोच होस्। हामीले त्यो काम पनि गर्न सक्छौँ। हामीले हाम्रो समुदायमा, हाम्रो क्षेत्रमा, मैले कहिलेकाहीँ कमेन्ट देखिरहेको हुन्छु, आफ्नो क्षेत्रमा काम गरेन भन्ने कहिलेकाहीँ 2-4 जनाले लेख्नुहुन्छ। हाम्रो लागि अब पार्टी रहेन, क्षेत्र रहेन, भेग रहेन, हाम्रो लागि त बस्ती रह्यो जहाँ अभाव छ, हाम्रो लागि त त्यो ठाउँ रह्यो जहाँ अझै पनि अप्ठ्यारो छ, हाम्रो लागि त त्यो शिक्षा, गुणस्तरीय शिक्षा दिने त्यो सोच रह्यो जहाँ अहिलेसम्म शिक्षा पुगेको छैन। चाहे त्यो हाम्रो क्षेत्र होस्, चाहे हाम्रो जस्तै जहाँ चाहिँ हाम्रा मान्छे नपाएका, माननीय नपाएको ठाउँ किन्नुहोस्, हामीले त्यो काम गर्नुपर्छ, ताकि त्यहाँका जनताले सोचौँ हरेक क्षेत्रमा चाहिँ अब दलगत राजनीति हुँदैन, पक्षपात हुँदैन भन्ने सोच राखोस्। म हजुरहरूलाई यही भन्न चाहन्छु। आज हामी हजुरहरू समक्ष आएका छौँ। लामो भाषण त के गरौँ, पहिला 1-2वटा काम होस्। हामीलाई चाहना छ शक्तिको त्यो खकुरोला नाकाको त्यो भन्सार खुलिदियोस्, त्यहाँ क्वारेन्टाइन भइदियोस्। चिनी मिलको हामीले आफ्नै प्रोसेस लागेका छौँ। चिनी मिलका लागि हिजो पनि प्रधानमन्त्री कार्यालय गएर प्रधानमन्त्रीकै टिम सचिवालयबाट फोन गर्न लगाएर त्यसको फाइलहरूको कामहरू अगाडि बढाइरहेका छौँ। अहिले हामीलाई जानु छैन। मैले स्पष्ट भनेको थिएँ मिलको मान्छेलाई, जहिले पनि जित्ने, माननीय जाने, खाजा लाउने, प्रचार गर्ने, यो माननीय आउनुभयो, रेग्दी गर्नुभयो, भन्नुहुन्थ्यो। मैले अस्ति पनि भनेको थिएँ, अब जितेको माननीयले त्यहाँ खाजा लाउनलाई, अवलोकन गर्नलाई जाँदैन। सक्छ भने देखाएर गर्छ, होइन तपाईँहरूको फल्ट छ भने सधैँका लागि क्लोज गरिदिन्छ। काम हुनु पर्यो, उहाँहरूको पनि कानुनगत रूपमा काम हुनु पर्यो, उहाँहरूको पनि कानुनी ओझेल हटाउनु पर्यो। होइन भने त्यो राजनीतिक एजेन्डाका लागि जित्यो भने माननीय मिल बनाइदिन्छु, यो गराइदिन्छु भनेर सधैँ भोट माग्ने टेन्सन हुनु कि सधैँका लागि च्याप्टर क्लोज हुनु पर्यो, कि काम हुने भने कानुनगत ढङ्गले कानुनमा रहेर चाहिँ कामको प्रोसेस चाहिँ हामीले गर्छौँ। हाम्रो स्पिडले गर्छ। अबको आउने यो रासोपाको बालेन सरकारले चाहिँ स्पिडमा काम गर्छ। कानुनी अलजेल चाहिँ आउनु भएन, उहाँहरूको साइडबाट त्रुटि हुनु भएन। त्यो चाहिँ हामीले हिजो पनि भनेका छौँ। र उहाँहरूले आफ्नो साइडबाट फाइल कहाँ के अलजेल छन् त्यो कामहरू उहाँलाई गर्न लगाएका छौँ। अहिले बाहिर हल्ला नगरिदिनुहोस्, तपाईँहरू स्पष्ट रूपमा बोल्नुहोस्। र भोलि आज हामीले त गऱ्यौँ, भोलि निजी कम्पनी छ,
भोलिको दिनमा कामै त्यहाँ चिनी मिलका लागि सबै काम भयो, चिनी मिलले सुरु भएन भने त त्यो त हेरेको हेरै भयो। भोलिको दिनमा हामीलाई पनि ग्यारेन्टी हुनु पऱ्यो नि त त्यहाँ मिल सञ्चालन हुने कि नहुने। सबै प्रक्रिया भयो, सबै फिनिस भयो, आए मान्छे त कामै भएन भने पनि के गर्ने। हामीलाई त रोजगारको सरोकार छ, 5,000 जनता त्यहाँको प्रत्यक्ष रोजगार पाउनु पऱ्यो, 15,000 अप्रत्यक्ष रूपमा रोजगार पाउनु पऱ्यो भने हाम्रो एजेन्डा छ। त्यस कारणले गर्दा विभिन्न किसिमका अल्झेलहरू हुन सक्छन्। हामीलाई छिटो रिजल्ट चाहिएको छ, तर प्रक्रियामा गएर प्रक्रिया चाहिँ छिटो लिने काम चाहिँ हामीले गर्छौँ। त्यसपछि रह्यो शिक्षाका कुरा। हामीले सोचेका छौँ शिक्षा क्षेत्रमा नमुना विद्यालय बनाउने कुरादेखि लिएर काठमाडौँ आइरहेका पढ्न आइरहेका विद्यार्थीहरूलाई पनि जो निम्न वर्गका जेहेन्दार बालबालिकाहरू छन् उहाँहरूका लागि के योजना ल्याउन सकिन्छ भन्ने किसिमका पनि हामीले आफ्नो तर्फबाट अध्ययन गरेका छौँ। सम्भवतः तपाईँहरूले छिट्टै एउटा नयाँ सायद अन्य कुनै पनि एमपीहरूले नगर्न सक्नुभएको अथवा ढिला हुन सक्छ, हामीले चाहिँ छिट्टै आफ्नो क्षेत्रका जेहेन्दार निम्न वर्गका बालबालिकालाई राम्रो अध्ययन अध्यापन कसरी गराउन सकिन्छ त्यो विषयमा पनि हामीले एक किसिमको छलफल गरिरहेका छौँ। छिट्टै त्यसको बारेमा पनि हामीले योजना गर्नेछौँ। र मैले यति भन्दै बाँकी कामले जतौला मोहनल्यालका विभिन्न समस्याहरू छन्, बर्दोगुरेका विभिन्न समस्याहरू छन्, लम्कीचुवाका विभिन्न समस्याहरू छन्, जानकी गाउँपालिकाका विभिन्न समस्याहरू छन् र समग्र सुदूरपश्चिमको पनि अहिले कति एक्सपेक्टेसन छ भन्दाखेरि हाम्रो फोनमा कैलाली क्षेत्र नम्बर 2 को भन्दा बढी कैलाली, कञ्चनपुर, डोटी, डोलगुडा, बजाङ, बाजुरा, दार्चुला अनि बैतडी अनि कर्णाली प्रदेशका मान्छेहरूको फोन बढेको छ। त्यसैले तपाईँहरूले यति भारी बोकाइदिनु भएको छ जिताएर, समग्र 2 नम्बरको मात्र होइन कि सुदूरपश्चिमभरिका मान्छेको फोन आउने बनाउनु भएको छ। हामी उहाँहरूको पनि एउटा अभिभावकको हिसाबले काम गरिरहेका छौँ। कहिलेकाहीँ काम ढिला भयो भने चाहिँ तपाईँले नरिसाइदिनु होला। यसमा मैले यही भने। यति भन्दै अहिले हामी शिक्षा मन्त्रीको माननीय शिक्षा मन्त्रीज्यूकोमा जाँदैछौँ, यहीँबाट जाने हो। त्यस पश्चात गेटाको जुन अल्झेलहरू देखिरहेका छन् होइन, यति फास्ट ट्र्याकमा काम भयो कि बिचौलियाहरूले खेल्नै पाएन, उहाँहरू आत्तिरहेका छन्। कसैले एक्सपोर्टेसन गराइदिने कि क्षेत्र नम्बर 2 को मान्छेले गरेर त्यहाँ आवाज उठाउला भन्नु, अब कहाँ भेटौँ कता भेटौँ केपीसँग कसैको सम्पर्कै छैन भन्ने किसिमले बिचौलियाहरूलाई हाहाकार भएको छ र उहाँहरू अर्को तर्फबाट खेल्ने कोसिस गरिरहनु भएको छ र हामी आफ्नो साइडबाट काम गरिरहेका छौँ। त्यस कारणले गर्दा आज शनिबारको दिनमा पनि मन्त्रालय सबै ओपन छ। मन्त्रीज्यूहरू अहिले पनि सिंहदरबारभित्र हुनुहुन्छ। यो तपाईँहरूले ल्याउनु सिंहदरबार अब 10 देखि 5 होइन कि सिंहदरबार पनि खुलेको सायद यो पहिलोपल्ट हुन सक्छ। त्यसैले कामको कुरामा हामी निरन्तर छौँ। कसैले चिया पसलमा बसेर फोनै उठाउँदैन माननीय भन्छ भने स्पष्ट रूपमा तपाईँहरूले भनिदिनु होला। यदि तपाईँहरू पनि भन्न सक्नु भएन भने हामीले काम गर्नका लागि विभिन्न बाधा अवरोधहरू आउन सक्छन्। हामी काम गरिरहेका छौँ। कसैको निजी कामका लागि, कसैको व्यक्तिगत कामका लागि फोन उठाउन सकिनँ भने बरु मलाई नमान्दा पनि हुन्छ, मलाई चाहिँ अभिभावक नमान्दा पनि हुन्छ। म काम दिएर हिँडिरहेको छु। पहिला त ढोक गर्दै हिँड्थ्यो, अहिले फोन उठाउँदैन कसले भन्छ भने कामका लागि ऊ पनि मन्त्रालयमा ढोक गरिरहेको छु भन्दैन। काम यति चाहिँ हजुरहरूलाई मैले बिन्ती गरेँ र बाँकी कुराहरू कैलाली क्षेत्र नम्बर 2बाट हामीले अन्य मान्य पनि पाएका छौँ, उहाँ पनि पाएका छौँ। हाम्रो अर्को माननीयज्यू हाम्रो अभिभावक जस्तो भन्छु म उहाँलाई, भए माननीयज्यू हुन्छ। हामी उहाँहरूसँग पनि छलफल गरेर समग्र 2 नम्बर क्षेत्रलाई कसरी हामीले अगाडि ल्याउन सक्छौँ। अबको राजनीति भनेको पार्टीको राजनीति हुँदैन, उहाँहरूलाई पनि जोडेर कसरी काम गर्न सकिन्छ त्यो विषयमा हामी आगामी दिनमा काम गर्नेछौँ। अब कामले जताउने छ। हजुरहरूलाई विशेष धन्यवाद। टिममा बस्दिनु होला। हजुरहरूसँग हामी काम गर्न तयार छौँ। हप्ताको 1 घन्टा समय हामीलाई सोधिदिनु होला। समग्र सुदूरपश्चिमको लागि 2 नम्बर क्षेत्रका लागि के योजना गर्न सकिन्छ यस विषयमा लाग्दिनु होला भन्दै यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। एकदमै लामो भने अब गाली खाइन्छ, भाषण गरेर काम के गर्नु भनेर 2-4 जनाले गाली गरिहाल्छन् भन्ने मलाई लागेको छ। मैले धेरै भाषण गरेँ जस्तो लाग्यो, मलाई माफ गरिदिनु होला। अब कामले जताउनेछ भन्दै अहिलेको लागि हजुरहरू सबैलाई फेरि पनि धेरै धेरै धन्यवाद। अब हजुरहरूसँग टिममा बसेर काम गर्न पाइयोस्। हजुरहरू हाम्रो टिममा आइदिनुहोस्। हामी हप्ताको 15 दिनको एकचोटि यसरी बैठक गर्न पाऊँ। तपाईँहरूसँग तपाईँहरूलाई पनि जिम्मेवार बनाउन पाऊँ। तपाईँहरू पनि जनताको सेवा गर्ने मौका तपाईँहरूले पाउनुहोस् भन्दै अहिलेको लागि आफ्नो शब्दहरू यहीँ राखेँ। हवस् त, जय देश। धन्यवाद। आजका पदवती माननीय केपी खनालज्यूलाई आज उहाँको
टाइमको व्यस्तताले भन्छन् अब त्यो शिक्षा मन्त्रालयमा जानुपर्ने काम भएको कारणले गर्दा उहाँ हाम्रो